नमस्कार भक्त सज्जनहरू, म यहाँहरूलाई आज एउटा भव्य धामको दर्शन गराउँदैछु, रुद्रेश्वर धाम। यो रुद्रेश्वर धाम चाहिँ रुद्रमती नदीको किनारमा काठमाडौँको चाबहिल चोकबाट करिब 1 किलोमिटर नजिक खोला किनारमा रहेको यो धाम हो। भव्य, सुन्दर, फराकिलो, चारैतिर विभिन्न देवीदेवताहरूका मूर्ति स्थापना गरिएको भव्य सुन्दर स्थल हो। भगवानको दर्शनले हाम्रो मन शुद्धि हुन्छ, मन सकारात्मक हुन्छ, भगवानप्रति भक्तिभाव जाग्दै जान्छ, हामी सत्कर्मतिर लाग्छौँ। जब हाम्रो मन शुद्ध हुन्छ, मन शुद्ध भइसकेपछि सकारात्मक क्रियाकलापहरू हुन थाल्छन् अनि हामी जति सकारात्मक क्रियाकलापहरू गर्दै जान्छौँ त्यति हामी चरित्रवान बन्दै जान्छौँ। त्यसैले हामीले बिहान बिहान उठेर भगवानको मन्दिर अथवा धाममा जानु, त्यहाँ गएर भगवानसँग आशीर्वाद लिनु, दर्शन पूजन गर्नु, यो चाहिँ हाम्रा लागि, मानव जीवनका लागि यो कर्तव्य हो। हाम्रा नित्य नैमित्तिक कर्महरू हुन्छन्, ती कर्महरूमध्ये हामीले नित्य गर्नुपर्ने कर्म भनेको बिहान देव दर्शन हो। त्यसैले मैले यहाँहरूलाई देवताको दर्शन गराउँदैछु। यहाँहरूले देख्न सक्नुहुन्छ अत्यन्तै सुन्दर भव्य मन्दिर छ। मन्दिरको छेउमा एउटा सानो बगैँचा, रुद्रेश्वर बगैँचा पनि छ। यहाँहरूलाई सर्वप्रथम म 33 कोटी देवदेवताहरूको दर्शन गराउँछु अनि त्यो दर्शन गराइसकेपछि फेरि म यहाँहरूलाई यही रुद्रेश्वर धाम नजिक रहेको एउटा सुन्दर फुलबारी देखाउने छु। हरियाली, बिहान उठेर यसरी हरियालीयुक्त वातावरण भगवानको दर्शन गर्न पाउनु भनेको चाहिँ यो एउटा अभाग्य हो। यहाँले देख्न सक्नुहुन्छ विभिन्न देवीदेवताका मन्दिरहरू छन्। यहाँ सत्यम शिवम सुन्दरम अर्थात् सत्य नै प्रकृति हो। त्यो प्रकृति नै शिव तत्त्व हो, सत्यम शिवम, र त्यो शिव नै सुन्दर छ। अन्तिम सत्य, अन्तिम सुन्दर भनेकै प्रकृति हो। हामी चाहिँ जीवन सुन्दर भन्छौँ, जीवन पनि एक दिन ओइलाएर जान्छ, तर प्रकृति कहिल्यै ओइलाएर जाँदैन। सधैँ हराभरा रहन्छ, ताजा रहन्छ। एकपछि अर्को ऋतुचक्र आउँछ अनि प्रत्येक ऋतुमा प्रत्येक ऋतुका विशेषताहरू झल्किन्छन्। यहाँहरूले देख्दै हुनुहुन्छ यो रुद्रेश्वर फुलबारी हो, अत्यन्तै सुन्दर छ, भव्य छ। पारिजात वृक्ष देख्न सक्छौँ हामी, शमीको वृक्ष देख्न सक्छौँ यहाँ, जुन शमीपत्र भनिन्छ। त्यसै गरी नारायणपाती अनि विभिन्न प्रकारका फुलहरू छन्, यहाँ फुलेका छन्, यहाँ देख्न सक्नुहुन्छ। अत्यन्तै हराभरा सुन्दर रमाइलो ठाउँ मैले यहाँहरूलाई आज दर्शन गराउने मौका पाएँ। धन्य होस् सबैको, मलाई पनि अलिकति पुण्य प्राप्त होस्। उहाँको आशीर्वादले, उहाँको दर्शनले सबैको जीवन सफल होस्। दिनको सङ्केत बिहानले गर्छ भने चाहिँ बिहान बिहान यसरी भगवान भोले बाबाको दर्शन गर्नाले पक्कै पनि हाम्रो दिन शुभ रहनेछ, सकारात्मक सोचको विकास हुनेछ भन्ने कामना गर्दछु। यो सुन्दर पवित्र धाममा यहाँहरू पनि एकपल्ट पाल्नु होला है। सबैको दिन शुभ रहोस्। जय शम्भो।